सरकारले काम गर्यो र एउटा डोजर आतङ्कलाई 15,000 उनीहरूलाई खाजा पनि पुग्दैन। प्रचण्डजी पनि खत्तम होइन, केपीजी पनि खत्तम होइन, भैँसीले भोट हाले हो। नमस्कार हजुर। होइन सरकारले काम गरेर देख्नै हुँदैन, तपाईँलाई खाली विरोध गर्नुहुन्छ। के छ तपाईँलाई, के गाली नगरी नेतै भइँदैन भन्ने छ कि हो? सरकारले काम गर्यो र गरिरहेछ त, लाइसेन्स छाप्यो, एससीको रिजल्ट निकाल्यो एक महिनामा। त्यो त सामान्य कुरा हो नि त, त्यो त हिजो पनि हुन्थ्यो नि, लाइसेन्स हिजो पनि छापिन्थ्यो। त्यो त पुरानो सरकारले त फेरि 5 वर्षमा 1 लाख मात्रै छाप्यो। सरकारले एउटै काम गरेको हो, एउटा डोजर आतङ्क हजुर है, बिना व्यवस्थापन सहितको डोजर आतङ्क, एउटा तपाईँको अध्यादेश ल्याएर पेलेको पेले राष्ट्रपतिलाई पेलेको पेले गरेर ब्लड प्रेसर हाई बनाएर त्यसलाई चाहिँ के गर्ने। अनि फेरि बालेन सरकारले त अब 15,000 दिए कसलाई? सुकुम्बासीहरूलाई घर भाडाको लागि। किन दिने? विस्थापन गर्नको लागि दिए रे। समाचार पढ्नु भएन तपाईँले? यो हास्यास्पदको कुरा हो, उनीहरू खाना पनि पुग्दैन। बालेनजीले के गर्नु पर्थ्यो भने 15,000 कम हो। सबैभन्दा मलाई बोल्न दिनुहोस्, सबैभन्दा पहिला बालेनजीले देशैभरिका सुकुम्बासी भूमिहीनहरू मान्छेहरू कति छन् त्यसको तथ्याङ्क लिन पर्थ्यो, डाटा लिन पर्थ्यो। त्यसपछि उनीहरूको अल्पकालीन र दीर्घकालीन व्यवस्थापन सहितको उहाँले एक्सनमा उत्रिन पर्थ्यो। उहाँ चुक्नुभयो र त उहाँ बिचैमै चाहिँ डोजर के रोक्न पुग्नुभयो। त्यसो हुँदा उहाँको त्यो हास्यास्पद कुरा हो, त्यो 15,000ले के पनि पुग्दैन। त्यो 15,000 सकिने बित्तिकै फेरि सडकमा आइहाल्छन्। यसले के गर्छ भने दीर्घकालीन रूपमा फेरि विद्रोह जन्माइरहेको छ। र बालेनजीलाई म के अनुरोध गर्न चाहन्छु भने उहाँलाई दीर्घकालीन रूपमा व्यवस्थापनको नीति लिनुहोस्, उहाँलाई एकपटकलाई जग्गा बाँडिदिनुहोस्, दिएको जग्गा चाहिँ उहाँलाई बेच्न नपाउने गरिदिनुहोस्, कुनै पनि बैङ्किङ कर्जामा राख्न पाउने गरिदिनुहोस् र उहाँलाई दीर्घकालीन व्यवस्थापनसहितको शिक्षा, स्वास्थ्य, रोजगार, सिप होइन यी यावत विषयमा जोड्नुभयो भने मलाई लाग्छ बालेनजीले व्यवस्थापनसहितको सुकुम्बासीलाई चाहिँ व्यवस्थापन गर्नुभयो भने मलाई लाग्छ सुकुम्बासीको भगवान् उहाँ नै हुनुहुन्छ। होइन तपाईँ कहिले केपी ओली खत्तम भन्नुहुन्छ, प्रचण्ड भन्नुहुन्छ, शेरबहादुर देउबा भन्नुहुन्छ, फेरि बालेन भन्नुहुन्छ, अनि देश नै कसले बनाउँछ तपाईँको विचारमा? यसो प्रचण्डजी पनि बालेनजी पनि खत्तम होइन, उहाँका क्यारेक्टर केही होलान्, तर सिङ्गो यो व्यवस्था नै खत्तम हो र सिङ्गो बाटो नै चाहिँ गलत भइसकेपछि त मान्छे जस्तो गाडी हाले पनि त एक्सिडेन्ट हुन्छ नै। त्यसकारण बाटो सही हुनु पर्यो, व्यवस्था सही हुनु पर्यो। यत्रो जनमत पायो, झन्डै झन्डै 2/3 पायो, त्यही पनि तपाईँलाई किन सन्तुष्टि भइरहेछ नि यो सरकारदेखि? होइन 2/3 पाएर सन्तुष्ट हुने हो र? एमाले 2/3 पाएको होइन? त्यो पनि त जनताले भोट हालेर पठाएको होला नि। ए बाबा, हिजो एमालेलाई कसले भेडाबाख्राले भोट हाले हो? केपी ओली आई लभ यु थियो नि त त्यति बेला। फेरि एकछिन काङ्ग्रेसलाई कसले भोट हाले हो? माओवादीलाई कसले भोट हाले हो? पशुले हाले हो? जनताले हालेका हुन् नि। आज उहाँलाई पनि जनताले हालेका छन् नि। त्यसो हुँदा मुख्य कुरा तपाईँले पनि हेर्नुभयो होला, पत्रकार महोदयले नीति कार्यक्रम हेर्नुभयो कि भएन? के देख्नुभयो नीति कार्यक्रम? केही नयाँ देख्नुभयो? उहाँले नीति कार्यक्रममा के देख्नुभयो? हास्यास्पद कुराहरू छन्। जे हिजो एमाले काङ्ग्रेस माओवादीले ल्याएका थिए त्यही कुरालाई कन्टिन्यू गरिराख्नु भएको छ। फरक केही पनि भएको देखिँदैन, आधारभूत रूपमा देखिँदैन। यसो हेर्दाखेरि देखिन्छ तर आधारभूत रूपमा देखिँदैन। आधारभूत हुने 3वटा चिज हो, यहाँको पोलिटिकल सिस्टम चेन्ज, यहाँको सामाजिक सांस्कृतिक चेन्ज र अर्को यहाँको तपाईँको नीति कार्यक्रम अथवा यहाँको इकोनोमिक सिस्टम चेन्ज हो। त्यो त देखिँदैन। होइन तपाईँहरूलाई चित्त चाहिँ को आएपछि बुझ्छ? सबैको विरोध गर्नुहुन्छ तपाईँ, चित्त चाहिँ को आएपछि बुझ्छ? तपाईँ नै उठेर आउनुपर्ने? त्यसो होइन, म आउनुपर्छ भन्ने होइन, तपाईँ आउनुपर्छ भन्ने। चित्त यो आएपछि बन्छ कि जनतालाई देशलाई हित हुने टाइपको नीति कार्यक्रम आयो र त्यसको कार्यान्वयन भयो भने हामीलाई चित्त बुझ्ने हो। त्यहाँ व्यक्ति आएर व्यक्ति केन्द्रित होइन हामी। त्यसो हुँदा उहाँले नीति कार्यक्रम ल्याउनु भएको छ जनताको हितमा, युवाको हितमा, किसानको हितमा, व्यापारीको हितमा, सिङ्गो मुलुकको हितमा काम गर्नुभयो भने त्यही नै हो चित्त बुझाइ। हामी त्यहाँ जानुपर्छ भन्ने छैन। हजुर, महावीर पुन मन्त्री बन्लान् तपाईँको विचारमा? अब खै हिजो पनि बनेका हुन्, बनायो भने सौमेन्द्रले बनायो भने बन्लान्। त्यसमा तपाईँ खुसी हुनुहुन्छ कि दुःखी हुनुहुन्छ? खुसी दुःखीको कुरा होइन, खुसी दुःखीको कुरा होइन। मुख्य कुरा देश केन्द्रित, जनता केन्द्रित, युवा मैत्री र आम सिङ्गो मुलुकलाई हित हुने र राष्ट्र हितलाई केन्द्रमा राखेर यो सरकारले काम गर्नुपर्छ। र त्यो काम गर्दा हामीलाई सहयोग चाहिने हो कि हामीबाट के आशा अपेक्षा हुन्छ कि जनताले कहीँ सडकबाट सहयोग गर्नुपर्ने हो? त्यसको लागि निरन्तर तत्पर उहाँलाई सुझाव सल्लाहदेखि लिएर के गर्नुपर्ने हो होइन, ढुङ्गै बोक्नुपर्ने हो कि उहाँसँग पछि हिँड्नु हामी तयार छौँ। तर देशघाती, राष्ट्रघाती कदम उठाउनु भयो भने
तपाईँ जतिको सचेत पत्रकार, हामी जतिको सचेत युवा र बुद्धि विशेष सचेत नागरिक मुक्तसक भएर बस्नु हुँदैन र त्यो छुट कसैलाई पनि छैन। 1 सेकेन्ड पनि हामी रोकिनेवाला छैनौँ, त्यसको प्रतिवाद गर्नेवाला छौँ र सरकारलाई सजग बनाउनेवाला छौँ र सरकारलाई बाटो बिरायो भने त्यसलाई ठोकठाक गरेर लाइनमा ल्याउनेवाला छौँ। अब आउने हजुर निर्वाचनमा के बिर्जन विकलाई नेपाल जनताले देख्न पाउँछन्? त्यसो होइन, देख्न त अहिले पनि पाइराख्नु भएको होइन, छ। चुनावमा जनप्रतिनिधिको रूपमा देख्न पाउँछन् कि अहिले त्यो मैले सोचिराखेको छैन र परिस्थिति बन्यो होइन। अब कसैबाट पनि अपेक्षा भएन भने काहीँ न काहीँ हामीले पनि त्यो दौरानमा भाग लिनुपर्ने हुनसक्छ। भनेपछि बालेन पनि फेल भयो भने अन्तिममा आउने चाहिँ बिर्जन होइन, हामी सबै आउँछन् नि, जसले यो देशलाई अग्रगामी निकास दिन सक्छ, जसले जनतालाई चाहिँ साथमा लिन सक्छ, जसले यो देशको सार्वभौमिकतालाई बचाउन सक्छ, जसले यो देशको राष्ट्रियतालाई बचाउन सक्छ, जसले यो देशका आम नागरिकलाई खुसी राख्न सक्छ र भिजन भएको मान्छे आउन सक्छ। त्यो जोसुकै आउन सक्छ। आम नेपाली 3 करोड नेपाली नागरिकको बिचबाट जुनसुकैको पनि जन्म हुनसक्छ। बालेनको जसरी जन्म भयो त्यस्तै नयाँ पात्रको जन्म हुनसक्छ। होइन, दुर्गा पर्साईको हस्पिटल राजकुलोले खाएको छ अरे, अब त्यसलाई भत्काउनु पर्छ कि पर्दैन सरकारले? अब त्यसो अब यो यतातिर दुर्गा पर्साईको कुरा होइन। अब तपाईँ देश र जनताको लागि बोल्दै हिँड्नुहुन्छ, तर यो विषयमा बोल्नुहुन्छ। म भत्काउने पक्षमा छैन, म भत्काउने पक्षमा छैन। म दुर्गा पर्साईको पनि भत्काउने पक्षमा छैन, विनोद चौधरीको पनि भत्काउने पक्षमा छैन, सुकुम्बासीहरूको घरहरूको पनि भत्काउन पक्षमा छैन। किन छैन भने यदि नीति तिथि विधि मिचेका छन् भने त्यो भत्काइन पर्छ। त्यहाँ त मिचेको कुरो निक्लिएको छ, मिडियाले छापिरहेको छ। होइन, सुकुम्बासीकामा डुजर आतङ्क मचाउने त्यस्ता बिचौलियाहरूले हान्न पर्दैन? दुर्गा पर्साई बिचौलिया त्यो आइरहेछ त, आम नागरिकमा चाहिँ तपाईँको मिडियाबाजी गरेर आइरहेछ त, मेडिकल बिचौलिया भनेर आएको छैन। तपाईँ दुर्गा पर्साईलाई आरोप नलाउनुहोस्, उहाँसँग शक्ति छ, जनता छ। होइन, उहाँसँग सँगै छौँ न, सहयोद्धा हो दुर्गा पर्साई पटक हाम्रो भेटघाट भएको छ, वार्ता भएको छ, बुझ्नुभयो। तर मैले एउटा एजेन्डा लग्या हो, उहाँसँग हाम्रो एजेन्डा मिल्छन्, सडक सङ्घर्ष सँगै गरौँ, सहकार्य सँगै गरौँ भन्दाखेरि मैले एउटा एजेन्डा उठाएको थिएँ। तर शिक्षा र स्वास्थ्य के हुनुपर्छ, निःशुल्क हुनुपर्छ भन्दाखेरि उहाँले के अभिव्यक्ति दिनुभयो, बरु 1 लाख तलब बनाइनुपर्छ, शिक्षा स्वास्थ्य निजीकरणै गर्नुपर्छ। त्यो दुर्गा पर्साईले आफ्नो हस्पिटल र स्कुल डुब्छ भनेर शिक्षा र स्वास्थ्य फ्री हुनु हुँदैन भने हो? हो, त्यसो हुँदा हामीले के हुन्छ, कसैको भत्काउने पक्षमा छैनौँ। जनतालाई सहजीकरण गर्नु पर्यो, जनताले सास पाउनु पर्यो, जनताले गास पाउनु पर्यो, जनताले सुरक्षा पाउनु पर्यो, जनताले यो देशमा बसेर चाहिँ एउटा चाहिँ सहज अनुभूति गर्न पाउनु पर्यो। भनेपछि देश र जनताभन्दा माथि कोही हुनु भएन तपाईँको विचार? कोही पनि हुँदैन। यो सार्वभौम सत्ताभन्दा, देशको मतभन्दा कोही पनि छैन। इभन यो सरकार पनि हुँदैन। र सरकार यही रफ्तारमा अघि गयो र नचाहिने काम गर्न थाल्यो। बुद्धिजीवीहरू छन्, सोध्नु पर्यो, अनुभवी भएका मान्छेहरू छन्, सोध्नु पर्यो, सोधेर काम गर्यो भने त सही ठाउँ पुग्छ। तर नसोधेर यति राजनीतिक चेत भएको मान्छे हुनुहुन्छ, नेपाली जनता अलमलमा परिरहेछ। हर्क साम्बाङ ठिक कि बालेन ठिक? त्यो म हर्क होइन, तपाईँ राजनीतिक चेतको मान्छे हो, त्यही भएर जनताले तपाईँलाई, हाम्रो क्यामेराले हरेक ठाउँमा यही कुरा कैद गरिरहेछ, यसको जवाफ दिनुहोस्। बालेन ठिक कि हर्क साम्बाङ म व्यक्तिगत कम्पेयरमा म गर्दिनँ। कसको सिद्धान्त गर्दिनँ? सिद्धान्त पोलिटिकल पार्टी भइसकेपछि, पोलिटिकल मान्छे भइसकेपछि र फिलोसोफी, पोलिटिकल आइडियोलोजी चाहिन्छ नै है। जहाँसम्म हर्क साम्पाङले बोकेको चाहिँ काम कार्यशैली त ठिक छ, तर उहाँले अहिले नयाँ फिलोसोफी ल्याउनु भएको छ। तर नयाँ फिलोसोफी विश्वमा काहीँ पनि प्रयोग नभएको, त्यो सफल नभएको हर्कवाद भनेर ल्याउनु भएको छ। यसको लागि गन्थन मन्थन छलफलको विषय बनेको छ। तर उहाँले काम गर्ने प्रवृत्ति जो ठिक छ, जनतालाई चाहिन्छ, देशलाई चाहिन्छ होइन। एकपटक हर्क साम्पाङले अगाडि ल्याएको अभियानबाट त्यो ठिक छ। तर दीर्घकालीनमा उसले कहाँ पुर्याउँछ? उसको गीति त एउटै हो नि, नयाँ पुरानो के हो? उसले सोच्ने तरिका एउटै हो नि, होइन र? तर हर्क साम्पाङले जो देशका पक्षमा जो उभिएको छ होइन, विदेशी ऋण लिनु हुँदैन, आत्मनिर्भर अर्थतन्त्रलाई अवलम्बन गर्नुपर्छ, राष्ट्रिय स्वाधीनतालाई बचाउनुपर्छ, उहाँको त्यो एजेन्डा ठिक छ। त्यो कोणबाट बालेन चुइक्क बोल्नु भएको छैन होइन। चुइक्क यहाँको अर्थनीति के हो, यहाँको राजनीति के हो, यहाँको सामाजिक सांस्कृतिक के हो, यसलाई कसरी बदल्न सकिन्छ होइन, यो जनतालाई आश्वस्त प्रष्ट पार्नु भएकै छैन। यति मात्र होइन, 2/3 मत ल्याउनु भयो र कुनै पनि दिन जनतालाई धन्यवाद भनेर न विज्ञप्ति आयो, न स्टाटस आयो, न बोलेर धन्यवाद भन्नुभयो। उहाँ चाहिँ रहस्यमयको पात्र हुनुहुन्छ है। के अरे खगेन्द्र सुनार संसद भवनको अहिले नयाँ डन रे के भन्नुहुन्छ यो रूपमा?
उहाँले सिङ्गल सिङ्गल खेलौँ भन्नुभयो अरे ए होइन डन रे खगेन्द्र सुनार अहिले संसद दलितलाई खै भएको। भनेर अभियन्ता संसदमा त अहिले सबै डनै छन् नि होइन त्यतिसम्म उहाँको मात्र होइन उहाँ त्यो ठाउँमा गइसकेपछि संसद जस्तो गरिमामय पदमा गइसकेपछि असल गरिमामय ख्याल त गर्नुपर्छ नि जो कोहीले पनि त्यो उहाँको क्यारेक्टरको कुरा हो यो ठिक ऊ ठिक भन्ने होइन जस्तो उहाँको कुर्सीको सम्मान गर्नुपर्छ पदको सम्मान गर्नुपर्छ उहाँले ख्याल गर्नु भएन नगर्दा जनताको नजरमा आफै नाङ्गिनुहुन्छ होइन र त्यसो हुँदा प्रधानमन्त्री बालेन शाहज्यू अहिले क्याबिनेटका मन्त्रीज्यूहरू र संसदज्यूहरूले संयम भएर चाहिँ काम चाहिँ गर्नुपर्छ उठ्ने बस्ने के बोल्ने कहाँ बोल्ने कसो गर्ने उहाँहरूले अलिक सचेत हुनुपर्छ हस् त समय र संवादको लागि धन्यवाद वीरचन्दज्यू। तपाईँको राजनीतिक यात्रा सफलमय रहोस्। हस् धन्यवाद।